हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। आज गुड मर्निङ भन्न चाहन्छु है। बिहान बिहान म भिडियो स्टार्ट गर्दैछु अनि त्यसपछि टक्क घर सनक सुनुक पारेर अनि मुखसुख धुएर भिडियो स्टार्ट गर्दैछु हैन। हेर्न सक्नुहुन्छ जाडो हाम्रोतिर चाहिँ हेर्न सक्नुहुन्छ है। हुस्सु कुहिरो के अलिअलि लाग्दैछ। बिहानको दृश्य को दृश्य कुहिरो हुस्सु लागे पनि मेरो बाबुको हातमा चाहिँ बिहान बिहान सुन्तला छ है। अब राम्रो चीज खाऊ भन्दा नहुने सुन्तला नै खान पर्ने रे। अनि अब यस्तै हो साथीहरु, टोपी लाउन त परिहाल्यो, चिसो छ हाम्रोतिर चाहिँ धेरै नै है। न त टाउको दुख्ने सम्भावना धेरै छ। अनि त्यसपछि अब खानासाना पकाउने, नानीहरुको लागि खाजासाजा रेडी गर्नुपर्ने हुन्छ। अब चाहिँ म भान्सातिर लाग्नुपर्ने हुन्छ अब है। यस्तै छ। ह्याप्पी क्रिसमस, मेरी क्रिसमस भन्न चाहन्छु तपाईहरुलाई। त्यही हो। अब आज के हुन्छ यसो हेर्दै जानु न है। लु है साथीहरु, यो तरकारीको निकालमा के खाऊ भन्ने बेलामा हिजो चाहिँ हाम्रो सासु मम्मीले यहाँ काउली र नयाँ आलु ल्याउनु भएको रहेछ। अब यसलाई पकाउनु पर्ने हुन्छ नि। काउली लुकेर बसेको छ, आलु यहाँ छ। अब चाहिँ म यसलाई गर्छु है त। यस्तो गर्छु है त, काट्छु, मार्ने है नि, कटिङ गर्ने भनेको के है त। लु साथीहरु, मैले चाहिँ तेल तताएर पनि मेथी हालिसकेको छ। बिकज आई लभ मेथीवाला तरकारी। मेथी नहालिकन चित्त बुझ्दैन। अनि त्यसपछि लाएर यहाँ रहेको छ मेरो काउली र आलु। मेरो त हैन, बारीको चाहिँ काउली र आलु यहाँ मैले टक्क रेडी भएछ। अब यसलाई म ट्याक झैया पार्छु है त। लु है साथीहरु, मेरो तरकारी चाहिँ यस्तो भइसकेको छ, पाकिसकेको छ। अब अलिअलि रस हाल्नु पर्ने हुन्छ। अनि रेडी भइसक्यो साथीहरु। अब चाहिँ मेरो पालो रहेको छ। भात तरकारी त पाकिसक्यो कि अब पालो रहेको छ नानीहरुको लागि, स्कुलको लागि खाजा रेडी गर्न लागिरहेको छु। अनि मैले चाहिँ यहाँ के अरे पिठो मुसेर चाहिँ यहाँ यतिको भइसकेको छ मेरो यो डो, हेर्न सक्नुहुन्छ। अब यसलाई बनाउने हो है। अब के गर्नु, खासै रोटी गोलो बनाउन त आउँदैन। अब यसलाई म एकछिन मिडिक माडक पार्नु पर्यो कि ल। लु साथीहरु, अब चाहिँ मेरो रोटी बेल्ने पालो। मेरो अनुहार चाहिँ त्यस्तै होला हैन, आएन होला, जे पनि हेर्न सक्नुहुन्छ। खासै रोटी गोलो बनाउन त आउँदैन। अब खानालाई भइहाल्यो नि हैन। रोटीको सेप त उस्तै हो कि। के भयो यो टास्से होला। कहाँ फालेर आयो त्यो अर्को? लु साथीहरु, यस्तो भयो मेरो रोटी चाहिँ। मेरो रोटी त अब यता मैले बनाएको रोटी। अब अनि मैले बसालिसकेको छु यो कराई। अब यसमै पकाउने हो खासमा। लु कराई तातेर पनि मैले चाहिँ यहाँ रोटी राखिदिइसकेको छु। अब बिस्तारै हुन्छ यो। साथीहरु, मैले चाहिँ यहाँ रोटी पनि बनाइसकेको छु, हेर्न सक्नुहुन्छ। खासै अब गोलो त त्यस्तै हो है, टक्क यस्तो भएको छ। अब यस रोटीमा जाम हालेर टिफिनमा प्याक गर्नुपर्ने हुन्छ साथीहरु। मैले चाहिँ अब यहाँ टिफिनमा नि खाजा प्याक गरिसकेको छु। अनि त्यसमा हेर्न सक्नुहुन्छ बाबुलाई चाहिँ मैले यहाँ जाम राखेर रोल गरेर राखिदिएको छु। नानीलाई चाहिँ सँगै जाम राखेको मन पर्दैन, त्यसलाई चोप्दै खाने गरेर गर्छु चाहिँ। के गर्नु, चोइसै छुट्टै छ। जाम राखेको चाहिँ मन पर्दैन, तर चोपेर खान चाहिँ मन पर्छ फेरि। त्यही हो। अब चाहिँ नानीहरुलाई रेडी पार्नु पर्ने छ स्कुल जानको लागि।
लेट्स कन्टिन्यू द भिडियो। लु है साथीहरू, हाम्रोतिर चाहिँ भर्खर घाम लागेको छ 9 बजीतिर। अनि अब चाहिँ हेर्न सक्नुहुन्छ घाम भर्खर, घामको किरण दाँतमा भनेको हेरेर बस्नु भएको छ उता। अब चाहिँ ड्रेस लाउने हेर्नु त बाबु, ड्रेस त के हो आउट ड्रेस छ है, स्कुल जाने। अब चाहिँ बुढाहरूलाई रेडी पार्छु अनि हामी भेटौँ है त। ल साथीहरू, म चाहिँ अहिले चर्च आएको छु होइन। अब भोलि क्रिसमस छ अनि आज यसो कामसाम गर्न पर्ने। अब यहाँ सबै दिदीबहिनीहरू भेला हुनु भइसकेको छ। अब काम हाम्रो सुरु हुन्छ, हेर्न सक्नुहुन्छ यहाँ दिदीबहिनीहरू भेला हुनु भइसकेको छ। लु साथीहरू, यहाँ दिदीबहिनीहरू, यहाँ टक्क प्याज केलाउने ग्रुप यता हुनुहुन्छ, यता लसुन केलाउने दिदीबहिनीहरू। लु है साथीहरू, हाम्रो चाहिँ दिदीबहिनीहरू कता हो, भाडा धुँदै हुनुहुन्छ। म पनि भाडा धुवाएको हो कि, प्लिज अब यहाँ नदेखाउनु मात्र नमिलेर हो। धुँदैछु हामी पनि भाडा। कसैले नदेखाऊ भन्छ, घाँटी मात्र फर्काउँछु। ल यस्तै छ यहाँ बाबा नि। लु है साथीहरू, हामीले चाहिँ काम गऱ्यौँ। अब यहाँ खाने, अब हाम्रो यहाँ खाजाको व्यवस्था नि रहेको छ। चटपटे हेर्न यता हुनुहुन्छ हाम्रो दिदीबहिनीहरू, चटपटे पटिङ दरो छ। यहाँ चाहिँ हाम्रो चटपटेको व्यवस्था हुँदैछ। चियाको पनि व्यवस्था छ चटपटे सहित। तातो चिया के भइराखेछ भनेदेखि मलाई म दिदीबहिनीको अध्यक्ष भनेर छाती फुलाइदिए फुलिरहेको छाती। हाम्रो यो चटपटेमा चाहिँ चटपटे हो कि के हो जस्तो देख्यो कि अलि टाढैबाट पनि। यो खुर्सानी नै हो रे। ल खाऊ, भोलि झाडा लगाऊ। गाइजहरू, अब चाहिँ चर्चबाट आइसकेँ म। हल्का त्यहाँ यसो काम परेको हुनाले अब चाहिँ हामी रेडी भएर फेरि पनि लेट्स मिट द न्यू बेबी। अब नयाँ बेबी हेर्न जाँदैछु म, मेरो बुढा अनि नानी बाबुसँग। त्यही हो, अब त्यतैतिर गएर भेटौँला साथीहरू। हामी चाहिँ जाँदैछौँ बकुलताल। के देखाउँ तँलाई चाहिँ एकचोटि मामिची बगलामा है साथीहरू। यहाँ डेकोरेसन यस्तो छ अवस्था है बाबा। मिडियम नाइट भइसक्यो हैन। यस्तो छ हाम्रो चाहिँ सिम्पल के गर्नु। लु साथीहरू, अब म भिडियो इन गर्न चाहन्छु है। अब यस्तै हो, रस भिडियो हो। यताउता दौडेको खासै भिडियोहरू खिच्न पाएन होइन। अनि त्यसपछि त्यही अब भिडियो इन गर्न चाहन्छु। अनि ह्याप्पी क्रिसमस फेरि पनि है। अनि सबैले लाइक, सेयर, कमेन्ट एन्ड सब्सक्राइब चाहिँ गर्न नबिर्सिदिनु होला। हामीमा धेरै धेरै माया दिनु होला। धन्यवाद।